यहाँहरु सम्पूर्णमा मेरो नमस्कार। भिडियोमा यहाँले यो अटो देखिरहनु भएको छ अनि म पनि एक दिन यात्रा गर्ने क्रममा यो अटो रिक्सा चालक दाजुसँग चाहिँ कुराकानी गरे। उहाँलाई अनि मैले भने निकै जान्ने भएर, दाजु किन यो रिक्सा चलाउनु भएको त, अटो रिक्सा किन्नु भएको भए हजुरलाई सजिलो हुन्थ्यो होला नि भनेको। उहाँले दिनुभएको त्यो जवाफले, मुस्कुराउँदै दिनुभएको त्यो जवाफले म मौन नै भएको थिएँ। उहाँले के भन्नुभयो भने, त्यो अटो रिक्सामा भन्दा यसमा नै मैले बढी कमाउँछु, किन त्यो चाहियो भन्नुभयो क्या। अनि ओ माई गड, मलाई कस्तो लाग्छ भने यस्ता पिता, कसैको उहाँ पिता हुनुहुन्छ, नेपाल आमाको सन्तान, यस्ता दाजु, यस्ता व्यक्तित्वहरू र यस्ता मेहनती हातहरूलाई चाहिँ म सलाम गर्न चाहन्छु, जसले चाहिँ आफ्नो दुःखलाई बोझ नसम्झेर एउटा शक्ति बनाएर चाहिँ जीवनमा अघि बढिरहनु भएको छ क्या। आफू भने यात्रा गर्न, बसमा बसी यात्रा गर्न नै गाह्रो भयो भनेर सोचिरहेको त्यति बेलाको त्यो समयमा दाजुले यस्तो कुरा गरेपछि चाहिँ ममा पनि एक खालको एनर्जी आएको थियो, हौसला मिलेको थियो। उहाँलाई म हृदयदेखि नै सम्मान गर्न चाहन्छु।